सम्पूर्णमा हामी सेट 2 को बारेमा पढिरहेका छौँ। सेट 2 को अध्यापन अनुमति पत्र 2082 मामी मामीको हामी सेट 2 मा छौँ। सेट 2 को हाम्रो पार्ट 1 कम्प्लिट भइसकेको छ। पार्ट 1 मैले भिडियो अपलोड गरिसकेको छु। हजुरहरूले हेर्नु भएको छैन भने पेज भित्र गएर हेर्नु होला र पेजलाई फलो गरिदिनु हुन अनुरोध गर्दछु। पेजलाई फलो गरिदिनु होला र अब म क्वेशन्स नम्बर 24 देखि हाम्रो सेट 2 को पार्ट ए मा हाम्रो 23 नम्बरसम्म कम्प्लिट भएको छ। प्रश्न नम्बर 23 सम्म। अब हामी यहाँ 24 नम्बरदेखि हामी यहाँ पढ्छौँ। 24 नम्बरदेखि। सो यदि यो अझै यो पेजलाई फलो गर्नु भएको छैन प्लिज पेजलाई फलो गरिदिनु होला। अब म ढिलो नगरिकन म 24 नम्बरदेखि सुरु गर्न गइरहेको छु। हाम्रो 24 नम्बर रहेको छ शिक्षक पेशागत विकासको अवधारणालाई सही रूपमा प्रतिनिधित्व नगर्ने भनाइ तल दिएका मध्ये कुन चाहिँ हो? अप्सन ए मा रहेको छ हाम्रो। अप्सन ए मा रहेको छ यो मागमा आधारित हुन्छ। अप्सन बी मा यो निरन्तर चलिरहन्छ। अप्सन सी यो निश्चित समयावधिमा सञ्चालित हुन्छ। अप्सन डी यो कार्यस्थलमै प्राप्त हुन्छ। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ यो मागमा आधारित हुन्छ। अप्सन ए यो मागमा आधारित हुन्छ। यो अप्सन ए चाहिँ हाम्रो चाहिँ के त शिक्षक पेशागत विकासको अवधारणालाई सही प्रतिनिधित्व चाहिँ गर्दैन। त्यस्तै हाम्रो प्रश्न नम्बर 25 विद्यालयमा शिक्षकहरूको एक्सन लर्निङ ग्रुपको निर्माण र प्रभावकारी कार्यान्वयन तलका कुन विषयसँग बढी सम्बन्धित रहेको छ? अप्सन ए मा रहेको छ हाम्रो। अप्सन ए शिक्षकको वृत्ति विकासमा योगदान। अप्सन बी विद्यालयलाई सिकाइ संगठनको रूपमा विकास। अप्सन सी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी। अप्सन डी शैक्षिक खोज तथा अनुसन्धान। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ अप्सन बी विद्यालयलाई सिकाइ संगठनको रूपमा विकास। विद्यालयलाई सिकाइ संगठनको रूपमा विकास। त्यस्तै हाम्रो प्रश्न नम्बर 26 मा रहेको छ। प्रश्न नम्बर 26 मा शिक्षक सक्षमता प्रारूप 2072 मा शिक्षकको सक्षमता नसमेटिएको पक्ष तलका मध्ये कुन चाहिँ हो? शिक्षकको सक्षमता 8 वटा हुन्छ जुन 8 वटा मध्ये चाहिँ यो हाम्रो कुन चाहिँ शिक्षकको सक्षमता भित्र पर्दैन यो 4 वटाबाट त्यो चाहिँ हामीले छान्नु पर्ने हुन्छ। जसमध्ये अप्सनहरु छ विद्यालयको रणनीतिक दिशा निर्माण। अप्सन बी विषयवस्तुको ज्ञान। अप्सन सी कानुनी आधार तथा पेशागत आचार संहिता। अप्सन डी निरन्तर सिकाइ र पेशागत विकास। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। शिक्षकको 8 वटा हैन शिक्षकको वृत्ति विकासको लागि 8 वटा सक्षमता हुन्छ। त्यो 8 वटा सक्षमता चाहिँ मा कुन चाहिँ यो पर्दैन त्यो हाम्रो यहाँबाट छान्नु पर्ने हुन्छ। यसको राइट आन्सर हुन्छ अप्सन ए विद्यालयको रणनीतिक दिशा निर्माण। विद्यालयको रणनीतिक दिशा निर्माण यो चाहिँ शिक्षकको सक्षमता भित्र पर्दैन। त्यस्तै हाम्रो प्रश्न नम्बर 27 मा रहेको छ राष्ट्रिय शिक्षा नीति 2076 ले शिक्षाको गुणस्तर कायम गर्न दुर्गम र पातलो बस्ती है दुर्गम र पातलो बस्ती एकदम इम्पोर्टेन्ट हैन त्यो टर्म छ। दुर्गम र पातलो बस्तीमा भएका ठूलो विद्यालय सञ्चालन ल्याउन नसकिने ठूलो सञ्चालन ल्याउन नसकिने अवस्थामा के को माध्यम गर्ने भन्ने उल्लेख गरिएको छ। हाम्रो अप्सन्सहरु छ आवासीय विद्यालय सञ्चालन गर्ने। अप्सन बी मा बहुकक्षा शिक्षण व्यवस्था अवलम्बन गर्ने। अप्सन सी मा रहेको छ विद्यालयहरु एकीकरण गर्ने। अप्सन डी मा रहेको छ धेरैवटा साना विद्यालय सञ्चालन गर्ने। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। दुर्गम र पातलो बस्ती है दुर्गम र पातलो बस्तीमा हैन धेरै विद्यालयहरु भएको ठाउँमा हैन जनशक्ति कम भयो भने त्यहाँ चाहिँ कस्तो जनशक्ति कम र शिक्षक संख्या कम र विद्यार्थी संख्या धेरै भयो भने कस्तो शिक्षण बनाउन सकिन्छ? यसको राइट आन्सर हुन्छ अप्सन बी बहुकक्षा शिक्षण व्यवस्था अवलम्बन गर्न सकिने। त्यस्तै हाम्रो प्रश्न नम्बर 28 मा रहेको छ गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय प्रक्रिया अन्तर्गत नपर्ने पक्ष तलका मध्ये कुन चाहिँ हो? अप्सन ए मा रहेको छ। अप्सन ए मा कक्षा कोठा व्यवस्थापन। अप्सन बी मा पर्याप्त शिक्षण सिकाइ। अप्सन सी मा सान्दर्भिक पाठ्यक्रम निर्माण। अप्सन डी मा उपयुक्त शिक्षण विधि। यसको राइट आन्सर के हुन्छ हजुरहरूले कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ सान्दर्भिक पाठ्यक्रम निर्माण। सान्दर्भिक
पाठ्यक्रम निर्माण। कक्षा कोठा व्यवस्थापन पर्छ, प्राप्त शिक्षण सिकाइ पनि पर्छ, उपयुक्त शिक्षण विधि पर्छ, तर सान्दर्भिक पाठ्यक्रम निर्माण चाहिँ पर्दैन। हाम्रो प्रश्न नम्बर 29 मा रहेको छ गुणस्तरीय शिक्षाको नतिजा वा उपलब्धिसँग सम्बन्धित पक्ष कुन हो? गुणस्तरीय शिक्षाको नतिजा वा उपलब्धिसँग सम्बन्धित पक्ष कुन हो? अप्सन ए मा रहेको छ सिकाइ अनुकूल वातावरण, अप्सन बी मा शिक्षण सिकाइ क्रियाकलाप, अप्सन बी मा साक्षरता र सिप प्राप्ति, अप्सन डी मा रहेको छ मापन र पृष्ठपोषण। यसको राइट एन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। गुणस्तरीय शिक्षाको नतिजा वा उपलब्धिसँग है गुणस्तरीय शिक्षाको नतिजा र उपलब्धिसँग चाहिँ कुन सम्बन्धित पक्ष रहेको छ? यसको राइट एन्सर छ अप्सन ए सिकाइ अनुकूल वातावरण, सिकाइ अनुकूल वातावरण, सिकाइ अनुकूल वातावरण है अप्सन ए इज राइट आन्सर। त्यस्तै प्रश्न नम्बर 30 मा रहेको छ वर्तमान कानुनी प्रावधान अनुसार विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन स्थानीय तहले गर्ने भनिए तापनि हालसम्म यस सम्बन्धी कार्य कुन निकायले गर्दै आइरहेको छ? हालसम्म यो सम्बन्धी कार्य कुन निकायले गर्दै आइरहेको छ त? हाम्रो अप्सन रहेको छ शिक्षा विकास र समन्वय इकाइ, अप्सन बी मा रहेको छ विद्यार्थी गुणस्तर परीक्षण केन्द्र, अप्सन सी मा रहेको छ शैक्षिक गुणस्तर परीक्षण केन्द्र, अप्सन डी मा रहेको छ शैक्षिक गुणस्तर परीक्षण केन्द्र। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अप्सन डी शैक्षिक गुणस्तर परीक्षण केन्द्र। त्यस्तै प्रश्न नम्बर 31 मा रहेको छ शिक्षामा कार्यमूलक अनुसन्धान किन गरिन्छ? एकदम मोस्ट इम्पोर्टेन्ट क्वेशन्स। शिक्षामा कार्यमूलक अनुसन्धान किन गरिन्छ? हाम्रो अप्सन्सहरु दिएको छ। अप्सन ए मा कक्षा कोठाका तत्कालीन समस्या समाधान गर्न, अप्सन बी मा मौजूदा सिद्धान्तको परीक्षण हुनुपर्ने मरीक्षण भइसकेको छ है परीक्षण गर्न, अप्सन बी मा नयाँ सिद्धान्तको प्रतिपादन गरी लागू गर्न, अप्सन डी मा नयाँ ज्ञानको सिर्जना र ज्ञान उत्पादनमा योगदान गर्न। यसको राइट आन्सर के हुन्छ तपाईहरु कमेन्ट गर्नुहोला। यसको राइट आन्सर अप्सन ए कक्षा कोठाका तत्कालीन समस्या समाधान गर्न। कार्यमूलक अनुसन्धानको नै टर्म्स भनेको तत्कालीन समस्या समाधान है। तत्कालीन समस्या समाधान भनेको नै कार्यमूलक अनुसन्धान, शिक्षामा कार्यमूलक अनुसन्धान। त्यस्तै हाम्रो प्रश्न नम्बर 32 प्रश्न नम्बर 32 मा रहेको छ हाम्रो शिक्षामा गरिने अनुसन्धानका समानीकरण गर्न उपयुक्त नहुने विधि तलका मध्ये चाहिँ कुन हो? अप्सन ए रहेको छ हाम्रो अप्सन ए मा रहेको छ सर्वेक्षण विधि, अप्सन बी मा परिमाणात्मक विधि, अप्सन सी मा गुणात्मक विधि, अप्सन डी मा मामला अध्ययन विधि। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ मामला अध्ययन विधि। मामला अध्ययन विधि भनेको गहिरी अध्ययन गर्ने, कुनै पनि व्यक्ति वस्तुको बारेमा गहिरी अध्ययन गर्नुलाई चाहिँ के त मामला अध्ययन भनिन्छ। त्यस्तै हाम्रो प्रश्न नम्बर 33 मा रहेको छ शिक्षामा अनुसन्धान गर्दा निचोडमा पुग्नु अगाडि विभिन्न क्षेत्रबाट संकलन गरिएको सूचना तथा तथ्याङ्कलाई भिडाएर विविध कोणबाट हेर्न र मन्थन तथा विश्लेषण गर्न प्रयोग गरिने विधिलाई के भनिन्छ? हाम्रो यहाँ अप्सन्सहरु दिएको छ डाटा ट्याबुलेसन्स विधि, क्रस भेरिफिकेसन्स विधि, रिफ्लेक्सन्स विधि र नाइगुलेसन्स विधि। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ नाइगुलेसन्स अप्सन डी। त्यस्तै प्रश्न नम्बर 34 मा रहेको छ जोड, घटाउ, गुणा, भाग तथा विभिन्न चार्ट र ग्राफहरु बारे सिकाइ सहजीकरण गर्दा तलका मध्ये कुन कम्प्युटर प्रोग्राम प्रयोग हुन्छ? यो भनेको आईसीटी सँग क्वेशन छ। आईसीटी सँग रिलेटेड क्वेशन्स यहाँ अलिकति मिलाउनु पर्छ। यहाँ बी लाई कुन छ राइट आन्सर? एमएस वर्ड, अप्सन बी मा एमएस एक्सेल, अप्सन सी मा वन नोट, अप्सन डी मा माइक्रोसफ्ट टिम। यसको राइट आन्सर हुन्छ एमएस एक्सेल अप्सन बी। त्यस्तै प्रश्न नम्बर 35 मा रहेको छ तलका मध्ये कुन चाहिँ वेब ब्राउजर होइन? तलका मध्ये चाहिँ कुन वेब ब्राउजर होइन? हाम्रो अप्सन्स दिएको छ युट्युब, अप्सन ए मा युट्युब, अप्सन बी मा मोजिला फायरफक्स, अप्सन सी मा क्रोम, अप्सन डी मा इन्टरनेट एक्सप्लोरर।
यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यसको राइट आन्सर भनेको युट्युब। युट्युब भनेको प्रोग्राम हो है, ब्राउजर हैन। एउटा यो एप्लिकेशन्स प्रोग्राम हो, ब्राउजर हैन, एउटा एप्लिकेशन्स प्रोग्राम हो। त्यस्तै प्रश्न नम्बर 36 मा रहेको छ Which of the following device use position notations to represent a decimal number? अप्सन ए मा रहेको छ पास्कल लाइन, अप्सन बी मा अबाकस, अप्सन सी मा कम्प्युटर, अप्सन डी मा क्याल्कुलेटर। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अबाकस। त्यस्तै प्रश्न नम्बर 37 मा रहेको छ प्रश्न नम्बर 37 मा शैक्षिक नेतृत्वका प्रमुख 3 आयामहरू के हुन्? अप्सन ए मा रहेको छ मोरल, इथिकल एन्ड पर्सनालिटी डाइमेन्सन। त्यस्तै अप्सन बी मा रहेको छ मोरल, इथिकल एन्ड कल्चरल डाइमेन्सन्स। अप्सन सी मा रहेको छ इन्टेलेक्चुअल, इथिकल एन्ड कल्चरल डाइमेन्सन्स। अप्सन डी मा रहेको छ इन्टेलेक्चुअल, सोशल एन्ड मोरल डाइमेन्सन्स। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अप्सन बी। यसको राइट आन्सर हुन्छ अप्सन बी, मोरल, इथिकल एन्ड कल्चरल डाइमेन्सन। त्यस्तै प्रश्न नम्बर 38 मा रहेको छ एकदम इम्पोर्टेन्ट क्वेशन यो पनि। नागरिक वडापत्र राख्दा सुरुमा उल्लेख गर्नुपर्ने विषय के हो? जस्तै नागरिक वडापत्र भनेको जस्तै सरकारी हैन कार्यालयहरुको अगाडि ठूलो पोस्टरमा लेखेको हुन्छ नि हो, त्यसमा चाहिँ नागरिक वडापत्र राख्दा सुरुमा के गर्नुपर्ने विषय उल्लेख गरिएको हुन्छ त? अब यहाँ हाम्रो अप्सन्स अलिकति अप्सन यो छुटेको छ ल, यसलाई मैले यो हुन्छ हाम्रो अप्सन ए मा छ सेवा र त्यसको प्रकृति। अप्सन ए मा रहेको छ हाम्रो अप्सन ए मा सेवा र त्यसको प्रकृति। अप्सन बी मा सेवाग्राहीले पूरा गर्नुपर्ने कार्यविधि। अप्सन सी मा सेवा प्रदान गर्न लाग्ने समयावधि। अप्सन डी मा सेवा प्रदान गर्ने पदाधिकारी। यसको राइट आन्सर के हुन्छ तपाईहरु कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अप्सन ए। अप्सन ए सेवा र त्यसको प्रकृति। त्यस्तै प्रश्न नम्बर 39 मा रहेको छ कक्षा शिक्षकद्वारा विद्यार्थीमा स्व व्यवस्थापन, आत्मचिन्तन, आत्ममूल्याङ्कन जस्ता सक्षमताहरूको विकास कसरी गराउन सकिन्छ? अप्सन ए मा रहेको छ अप्सन ए मा सिकाइ क्रियाकलाप छनौट गर्दा यस्ता सक्षमताहरू प्रदर्शन गर्ने अवसर दिएर। अप्सन बी मा यसका लागि अलगै विषयवस्तु र सिकाइ प्रबन्ध गरेर। अप्सन सी मा छ अतिरिक्त क्रियाकलापको आयोजना गरेर। र अप्सन डी मा छ विद्यार्थीको मूल्याङ्कन गर्दा यस्ता सिप परीक्षण गरेर। अब यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अप्सन ए। अप्सन ए अवसर दिनुपर्छ ल, सिकाइ क्रियाकलाप छनौट गर्दा यस्ता सक्षमताहरू प्रदर्शन गर्न अवसर दिएर। त्यस्तै हाम्रो प्रश्न नम्बर 40 मा रहेको छ प्रश्न नम्बर 40। प्रश्न नम्बर 40 मा हाम्रो समावेशी र प्रभावकारी कक्षाकोठा व्यवस्थापनले मुख्य रूपमा कुन कुरामा जोड दिन्छ? समावेशी र प्रभावकारी कक्षाकोठा व्यवस्थापनले समावेशी र प्रभावकारी समावेशी भन्ने टर्म्स याद गर्नु। समावेशी र प्रभावकारी कक्षाकोठा व्यवस्थापनले मुख्य रूपमा कुन कुरामा जोड दिन्छ? हाम्रो अप्सन्सहरू छ अप्सन ए मा शिक्षण सामग्रीको संकलन र भित्ते सामग्रीको प्रयोग। अप्सन बी मा सामाजिक संस्कृति र भाषी विविधताको व्यवस्थापन। अप्सन सी मा कक्षामा प्रभावकारी सञ्चार उपचारात्मक शिक्षण। अप्सन डी मा अतिरिक्त सह पाठ्यक्रम गतिविधिहरूको योजना र व्यवस्थापन। यसको राइट आन्सर के हुन्छ तपाईहरु कमेन्ट गर्नुहोला। यसको राइट आन्सर हुन्छ अप्सन बी। अप्सन बी यसको राइट आन्सर हुन्छ अप्सन बी। अलि माथि सर्नु पर्यो। अप्सन बी सामाजिक संस्कृति र भाषी विविधताको व्यवस्थापन। त्यस्तै हाम्रो प्रश्न नम्बर 41 मा रहेको छ प्रश्न नम्बर 41 मा रहेको छ हाम्रो
शिक्षण सुधार योजना है, शिक्षण योजना टिआइपी, शिक्षण सुधार योजना टिचिङ इम्प्रुभमेन्ट प्लान टिआइपी निर्माण र कार्यान्वयन गरी जवाबदेहिता निर्वाह गर्ने प्राथमिक दायित्व कसको रहेको छ? हाम्रो अप्सन्सहरू छ स्थानीय शिक्षा अधिकारी, स्थानीय शिक्षा अधिकारी, अप्सन बीमा प्रधानाध्यापक, अप्सन बीमा योजनाधिकृत, अप्सन डीमा शिक्षक। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ शिक्षक। टिआइपी बनाउने काम भनेको शिक्षकको हुन्छ। टिचिङ इम्प्रुभमेन्ट प्लान बनाउने दायित्व भनेको टिचरको हुन्छ, शिक्षकको हुन्छ। सो राइट आन्सर इज शिक्षक। त्यस्तै हाम्रो 42 नम्बरको प्रश्न रहेको छ, पाठ्यक्रमले तय गरेको उद्देश्य, सिकाइ, उपलब्धि र समयबीच सन्तुलन कायम गराई तोकिएको समयमा निर्धारित पाठ्य वस्तु कोर्स पूरा गर्न तयार गरिने योजना तलका मध्ये कुन चाहिँ हो? अप्सन दिएको छ। अप्सन हाम्रो वार्षिक शैक्षणिक योजना, अप्सन बीमा वार्षिक कार्यपत्र, अप्सन सीमा दैनिक पाठ्य योजना, अप्सन डीमा एकाइ योजना। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ अप्सन ए वार्षिक शैक्षणिक योजना, अप्सन ए वार्षिक शैक्षणिक योजना। त्यस्तै हाम्रो प्रश्न नम्बर 43 मा रहेको छ, कक्षा कोठाको सामाजिक वातावरण व्यवस्थापन, सामाजिक वातावरण व्यवस्थापन अन्तर्गत नपर्ने कार्य तलका मध्ये कुन हो? अप्सन ए रहेको छ हाम्रो विद्यार्थीको विविधता, विद्यार्थीको व्यक्तिगत भिन्नतालाई स्वीकार्ने, अप्सन बी विद्यार्थीका क्षमता अनुसारको समूह निर्माण गर्ने, अप्सन सी विद्यार्थी व्यक्तिगत भिन्नताको आधारले यहाँ मात्र हुनुपर्ने 17 भइसकेको छ है, यो मात्र हुन्छ ल, यो चाहिँ मात्र हुन्छ 17 हुँदैन। मात्र कक्षा सहभागितामा फरक नपर्ने व्यवस्था गर्ने, अप्सन डी मा रहेको छ सबै विद्यार्थीलाई कक्षामा सहभागी हुने र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने है। कुन चाहिँ पर्दैन हाम्रो सामाजिक वातावरण व्यवस्थापनमा? यसको राइट आन्सर हुन्छ अप्सन सी। अप्सन सी इज राइट आन्सर। व्यक्तिगत भिन्नताको आधारले मात्र कक्षा सहभागितामा फरक नपर्ने व्यवस्था गर्ने। बाँकी हाम्रो ए, बी र डी चाहिँ के त सामाजिक वातावरण व्यवस्थापन अन्तर्गत कार्य पर्दछ। त्यस्तै हाम्रो प्रश्न नम्बर 44 मा रहेको छ, जीवन निर्वाहका लागि निश्चित ज्ञान, सिप र धारणा सबै व्यक्तिलाई आवश्यक हुन्छ भन्ने मान्यतामा आधारित तलका मध्ये कुन पाठ्यक्रम हो? अप्सन ए मा रहेको छ हाम्रो सम्पादित पाठ्यक्रम, अप्सन सी मा मुख्य पाठ्यक्रम, अप्सन बी मा सुसुप्त पाठ्यक्रम, अप्सन डी मा हासिल गरेको पाठ्यक्रम। यसको राइट आन्सर के हुन्छ तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ मुख्य पाठ्यक्रम, अप्सन सी मुख्य पाठ्यक्रम। त्यस्तै हाम्रो 45 प्रश्न नम्बर 45 मा रहेको छ, प्रश्न 45 मा विद्यालय तहको पाठ्यपुस्तक तयार गर्दा तलका मध्ये कुनलाई प्रमुख आधार मानिन्छ? विद्यालय तहको पाठ्यक्रम तयार गर्दा कुनलाई प्रमुख आधार मानिन्छ? अप्सन ए मा रहेको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप, अप्सन बी मा विद्यार्थी तथा अभिभावकको रुचि, अप्सन सी मा पाठ्यक्रम, अप्सन डी मा रहेको छ राष्ट्रिय लक्ष्य र प्राथमिकता। यसको राइट आन्सर के हुन्छ तपाईहरु कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ अप्सन सी पाठ्यक्रम, अप्सन सी पाठ्यक्रम। त्यस्तै हाम्रो लास्ट क्वेशन रहेको छ 46 नम्बरमा, विद्यालय तहको पाठ्यक्रम विकासमा प्रभाव पार्ने प्रमुख तत्व तलका मध्ये कुन चाहिँ हो? यसको अप्सन्सहरू छ शिक्षक प्रशासक, अप्सन बी मा अभिभावक, अप्सन सी मा सामाजिक कार्यकर्ता, अप्सन डी मा छ समकालीन समाज। यसको राइट आन्सर के हुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। यसको राइट आन्सर हुन्छ अप्सन डी समकालीन समाज। सो हाम्रो यो सेट 2 कम्प्लिट भइसकेको छ है, सेट 2 हाम्रो कम्प्लिट भएको छ। यदि तपाईहरु यो भिडियो राख्नु भएको छ भने प्लिज यो पेजलाई फलो गरिदिनु हुन अनुरोध गर्दछु, फलो गरिदिनु होला र भिडियोलाई शेयर गरिदिनु म अनुरोध गर्दछु, ताकि म यस्तै भिडियोहरु म अब सेट 3 को भिडियोमा
अर्को भिडियोमा लिएर आउँछु। हस्त धन्यवाद। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ।